निखारपन ल्याउँछन्। चर्चित स्पाइकर प्रतिभा मालीले 13 र उषा भण्डारीले 14 वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। तर किक स्पाइकर सुमित्रा रेग्मीले 21 वर्षको उमेरमा भलिबल खेल्न सुरु गरिन्। त्यसको 2 वर्षमै नेपालको राष्ट्रिय टिमबाट डेब्यू मात्रै गरिनन्, क्विक स्पाइकमा लामो समयसम्म राज गर्न सक्ने सम्भावना पनि देखाएकी छन्। यसै साता सम्पन्न काबा वुमन्स नेसन्स लिगको पहिलो खेलमा श्रीलङ्का विरुद्ध उनले डेब्यू गरिन्। त्यसअघि रसिया टोलीसँग 2 अभ्यास खेल खेलेकी थिइन्। अभ्यास खेलमा राम्रो प्रभाव छाडेपछि काभामा पहिलो रोजाइमा सबै खेल खेलिन्। क्विक स्पाइकमा न्यू डायमन्डकी ललिता नाथ र पुलिसकी कोबिला राणाले घरेलुमा राम्रो गरे पनि उचाइको कारण राष्ट्रिय टिमबाट खेल्न पाएका छैनन्। सुमित्राले सिनियर टोलीमा छिटो मौका पाउनुको मुख्य आधार नै उचाइ हो। 5 फिट 11 इन्च उचाइ भएकी सुमित्राले क्विक स्पाइक र ब्लकबाट धेरै प्रभावित पारेकी छिन्। उचाइ मेरो प्लस पोइन्ट थियो। भलिबल सिकेको 2 वर्षमा राष्ट्रिय टिममा डेब्यू गरे उनले भनिन्। अब भलिबलमा नै केही गर्छु भन्ने सोच छ। डेब्यू गर्दा अब एकदम खुसी लाग्यो। अब हामीले बेस्ट